साथीभाइ हो कस्तो लाग्यो यो बनाइसक्यो फिनिसिङ गरिसक्यो यस्तो छ फिनिसिङ गरिसकेर अनि अब यहाँ अलिक कलर गर्नु छ अनि यहाँ पल्ला बनाउनु छ यस्तो बन्ने है साथीभाइ यहाँ तलबाट त्यस्तो देख्दैछ अब यहाँ माथिबाट यस्तो देख्दैछ जाँदैछ अनि योपट्टिबाट यस्तो देख्दैछ मजाको लाग्यो मलाई त तपाईहरुलाई कस्तो लाग्यो हेर्नुस् है अनि टिसक्यो अब यहाँ अगाडि दैलो हजुर हजुर त्यतिको पुग्यो भुइँमा जस्तो छ त्यस्तै लगाइदिएको उफ्रेको फेक्नु भएन अनि यहाँ अगाडि स्कटिङ हुन्छ अलिकति त्यतिको भयो यहाँ कलर छ अलिकति दैलो हेर्नुहोस् है साथीभाइ कस्तो लाग्यो तपाईँहरूलाई यो डिजाइन यो तपाईँहरूले बनाउन इच्छुक छ भने चाहिँ यो ठुलोमा बनायो भने चाहिँ दामी हुन्छ ठुलोमा बनायो भने हजुर अलिक छुन्थेन हजुर हाइट गर्दा फेरि यस्तो भयो कि फेरि मैले त्यस्तो भयो अलिक अल्गो टिङ्रिङै खालको हुन्छ जस्तो लाग्यो कि त्यसले गर्दाखेरि नि यो चाहिँ खासमा ठुलोमा बनाउनु भयो भने चाहिँ दामी हुन्छ साथीभाइ यो ठुलोमा मुनि पार्किङ गर्ने टक्कै गाडी पार्क गर्ने माथि 2 तला हुन्छ जम्मा यस्तो ठुलोमा बनायो भने चाहिँ दामी हुन्छ है तपाईँहरूको यो तपाईँहरूले कसैले यसो बनाउनु मन लाग्यो भने भन्नुहोस् है यही खालको ठुलोमा चाहिँ दामी हुन्छ मुनि गाडी पार्क गर्ने ठाउँ हुन्छ माथिल्लो तला तपाईँको यस्तो खालको हुन्छ हुन्छ भाइ साथीभाइ राखेँ है।